यसरी छिरेर सहर तल भोटे चौतारातिर जाने है गाई। तललाई यो बाटो नछोडिकन जाने। ठ्याक्क बिरौडा चोक आउँछ फेरि। यहाँ बिरौडा चोक यता गए नि भो, यता गए नि भो। यता सर्टकट, यता चाहिँ फेरि राम्रो बाटो छ क्या यतापट्टि एयरपोर्टको बाटो हो। चाउछेको बिरौडा चोकबाट जता मोडे नै हुन्छ तपाईँहरूको गाडी। यहाँ यसरी निस्किन्छ। यो सर्टकट बाटो यताबाट आउने हो। त्यसको एकदम सर्टकट हुन्छ तर बाटो नराम्रो छ। यो भोटे चौताराबाट रामबजारबाट आउने टोलीहरू यताबाट आउन सकियो। यहाँ यस्तो अप्ठ्यारो छ बाटो छ। रोड गाडी फेरि अलिक गाह्रो गाह्रै हुन्छ है। ल है गाई, यो चाहिँ अलि अप्ठ्यारो बाटो छ। थोरै कच्ची अनि ढलन बाटो छ यहाँ। किन हाल्यो यहाँ ढुङ्गा? यस्तो यो त्यो त बाटो बन्द गरेपछि यहाँ चाहिँ अलि राम्रो बनाइदिनु पर्ने तिनीहरूले। यहाँ राम्रो बनाइदिएको छैन। यस्तो फसिया छन् गाडीहरू। माथि जाम त्यति परेको छैन, त्यही भएर गाडीहरू यता त्यति हिँडेको छैन। यहाँ यस्तो पुल छ। विजयपुरको पुलको मुनि एउटा यस्तो पुल छ। सिनहरू पनि खतरा खतरा छ। यो चाहिँ इन्द्र पेट्रोल पम्पबाट सपनेरी हुँदै आउने हो है गाइस। सपनेरी कि पटनेरी हो। धेरै पार्कहरू छन्। पारी एयरपोर्ट यता गीतहरू पुरा सेन्टी छन्। केटाहरू सेन्टी छन्। पार्क बुद्ध भ्यू पार्क कहाँ देखिन्छ यहाँबाट बुद्ध? गाई छाए भनिदेऊ त। यहाँ यस्तो चौतारा नि छ। यहाँ एउटा स्कुल पनि छ। यहाँ चाहिँ नझुक्किने होला। सिधै सिधै यो रिटे पानी जाने बाटो। ठ्याक्कै यो गेटबाट छिर्नुपर्छ ल गाई। यहाँ एउटा इन्द्र पेट्रोल पम्प भन्ने नि छ। त्यहीँबाट यहाँ एउटा पेट्रोल पम्प है। यसरी छिर्ने यहाँबाट अन्त जाम छैन। त्यो गाडी त्यो पुलमा तेर्सियो भने बब्बाल जाम हुन्छ।